नमस्ते। आज हामी तपाईहरुलाई रातो बन्दाको अचार बनाउने नेपाली विधि देखाउँदैछौँ। सलादको रूपमा प्रयोग हुने यो बन्दा प्याजी रङको भए पनि नेपाली भान्सामा चाहिँ यसलाई रातो बन्दा भनेरै बढी चिनिन्छ। रातो बन्दाको अचार बनाउनको लागि एउटा रातो बन्दा चाहिहाल्यो। त्यस्तै गरेर अलि अमिलिएको दही चाहियो र अलिकति पिरोको लागि अकबरे खुर्सानी अथवा सामान्य खुर्सानीको पनि प्रयोग गर्न सकिन्छ। धोई पखाली गरेको बन्दालाई पातलो हुने गरेर चक्कुले काट्नुहोस्। आफ्नो स्वादको रुचि अनुसार खुर्सानीलाई पनि मसिनो गरेर टुक्रा पार्नुहोस्। पातलो गरी काटेको बन्दामा खुर्सानी र अमिलिएको दही पनि हालेर राम्ररी चलाउनुहोस्। आलस र टिमुरलाई भुटेर बनाएको छोप पनि यसमा हाल्नुहोला। अब हिङ पनि हाल्नुहोस्, बेसार पनि हाल्नुहोस्। तोरीको तेलमा मेथी फुराएर र जिम्बुसहित यसैमा झान्नुहोस्। अचारको स्वाद बढाउन बिरे नुन र स्वाद अनुसारको अर्को सामान्य नुन हाल्नुहोस्। अब राम्ररी चलाउनुहोस् र छोक्रा रहेको दही राम्ररी त्यो अचारमा नघुलुन्जेलसम्म चलाइरहनुहोस्। राम्ररी चलाएपछि दही यसरी घुलिन्छ र यसको रङ यस्तो हुन्छ र यो एकदमै स्वादिलो अचारको रूपमा हामीले खानासँग प्रयोग गर्न सक्छौँ। हामीले बनाएको यो परिकार तपाईले पनि बनाएर चाख्नु भयो कि भएन, तर कस्तो लाग्यो हामीलाई प्रतिक्रिया पनि दिनुहोला र यदि यो भिडियो तपाईलाई राम्रो लागेमा शेयर पनि गरिदिनुहोला। धन्यवाद।